आज हामी इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा छौँ। महिला हिंसा अन्त्य हुनुपर्छ भन्ने हामीले यो नारा लिएर महिला हिंसा अन्त्यको लागि हामी सबै एकजुट भएका छौँ। हामी इटहरीवासी सम्पूर्ण महिलालाई सम्मान गर्नुहुने आदरणीय बुवा दाजुभाइहरू र सम्पूर्ण आमा दिदीबहिनीहरूलाई मेरो एकदमै हृदयदेखि नै नमन छ। हामी सुरक्षित हुनुपर्छ। सुरक्षित खोज्न कहाँ जाने त? हाम्रो कहीँ छैन। महिला हिंसा, दुर्व्यवहार र बलात्कार जस्ता घटनाहरूको अन्त्य हुनुपर्छ भन्ने यो नारामा हामी एकजुट भएका छौँ। जुन सुर्खेतमा 16 वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको छ, यो हत्याको घटनाले हामी सम्पूर्ण देश, सिङ्गो देश स्तब्ध बनेको छ र एकदमै आक्रोशित बनेको छ। अब पनि यस्तो घटना नदोहोरियोस् भनेर हामीले ठाउँ ठाउँबाट देशका सम्पूर्ण चोक चोक गल्ली गल्लीमा खबरदार र्याली गराउनुपर्छ भन्ने यो यात्रामा हामी पनि छौँ र सबै सचेत नागरिकहरूले आफ्नो ठाउँ ठाउँबाट यस्तो विरोध र्याली गरिरहनु भएको छ। हामी एकदमै शान्तिपूर्ण तरिकाले गर्नेछौँ। कहीँ कसैलाई गाली गर्ने छैनौँ। हामीले न्याय माग्नेछौँ। महिला हिंसा अन्त्य गर्नुपर्छ। सबैले भनौँ, महिला हिंसा अन्त्य गरौँ। महिलाको सम्मान गर। कानुन किन्न पाइँदैन। बलात्कारीलाई सजाय दे। महिला हिंसा अन्त्य गर। हस्, अब हामी यो इटहरी चोकबाट केही हामी विरोध र्याली पनि गरौँ। यिनी सालाई न्याय दे। यिनी सालाई न्याय दे। महिला हिंसा अन्त्य गर। महिला हिंसा अन्त्य गर। महिला हिंसा अन्त्य गर। खबरदार र्यालीमा साथ दिनुहुने सम्पूर्ण हाम्रा दाजुभाइ र दिदीबहिनीहरूलाई म हृदयदेखि नै हार्दिक नमन टक्राउन चाहन्छु। महिला बचाऊ अभियानमा यो साथ दिएर हामीलाई एकदमै हौसला बढाउनु भएको छ। अब महिलाले हिंसा सहने होइन, अत्याचार सहने होइन। महिला कुनै बच्चा पाउने मेसिन मात्र होइन, घरको धन्दा गर्ने मात्र होइन। महिला भनेको समाज बनाउने, राष्ट्र बनाउने हो। अब महिलाको नेतृत्व बेगर देशमा शान्ति हुँदैन, देशमा विकास हुँदैन। यो हामी सबैलाई अवगतै भइरहेको छ। अब अहिले बनिसकेको छ हाम्रो राजसभाको सरकार। म राजसभाको सरकारलाई पनि के भन्दछु भने योभन्दा अगाडिका सरकारले बनाएका नीति नियमले त्यसको कार्यान्वयन भएको छैन। यो महिला हिंसा विरुद्धमा यस्ता घटनाहरू घटिरहेका छन्। यी घटनाहरू अब नदोहोरिउन् भन्न चाहन्छु। म हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई भन्दैछु, अब पनि यस्ता दोहोरिरहे भने हामी छोड्ने छैनौँ। खबरदारीमा उत्रिनेछौँ हामी सारा सिङ्गो नेपाल। त्यसैले महिला हिंसा अन्त्यको लागि हामी एउटा ठाउँबाट उठाएका छौँ। अहिले इटहरीबाट, इटहरीको चोकबाट उठाएका छौँ भने हामी यस्ता चोक चोक गल्ली गल्ली हजारौँ ठाउँ ठाउँमा पुग्नेछौँ र त्यसैभरि व्याप्त युवाहरू सडक सडकमा ओर्लेर हामीले यो महिला अन्त्यको लागि आवाज बुलन्द गर्नेछौँ। हामी आवाज बुलन्द गरेर यो देशमा सुशासन सहितको समृद्ध राष्ट्र बनाउन चाहन्छौँ। अब हामी अलिकति पनि सहन सक्दैनौँ महिला हिंसा। हिजो निर्मला पन्तले उहाँको निर्ममतापूर्वक बलात्कारपछि हत्या भयो उखुबारीमा। उहाँको हत्यालाई पत्ता लाग्दै गर्दाखेरि पनि कानुन मौन भएर बस्यो। निर्दोषलाई फसाएर जेल चलान गरियो। यस्ता घटनाहरू दिनानुदिन घटिरहेका छन्। बलात्कारीहरूलाई खुल्ला हिँड्न दिइरहेको छ। नयाँ सरकारले अब पक्कै पनि राम्रो कानुन नीति निर्माण गर्छ भन्नेमा हामी पूर्ण विश्वास छौँ र यही नयाँ सरकार बन्दै गर्दा भर्खरै सुर्खेतकी 16 वर्षीय किशोरीको निर्ममतापूर्वक बलात्कारपछि 4 जनाले सामूहिक हत्या गरेका छन् बलात्कार गरेर। यस्ता घटना त कति छन्, कति देखिँदैनन्, कति देखिन्छन्। यही देखिएको घटनालाई हामीले रोकथाम गर्न हुँदैन। अब न्याय किन्न पाइँदैन। महिला हिंसा अन्त्य गरौँ। अन्त्य गरौँ, अन्त्य गरौँ। माथि जानु न कि जानु त्यो साइडमा उभिनुपर्छ क्या, त्यो साइडमा दुईजना
यति बेला इनिसा बिगको चिर आत्मा शान्तिको हामी कामना गर्दछौँ। दीप प्रज्वलन भइरहेको छ। परिवारजनमा गहिरो शक्ति प्रदान गरून् भगवानले र यस्तो घटना आगामी दिनमा नदोहोरियोस् भनेर हामी कामना गर्दछौँ। महिला हिंसाको अन्त्य होस्, बलात्कारीलाई कडाभन्दा कडा कारबाही होस्, पीडितलाई न्याय